आज पनि मेरो हातमा छ यति धेरै कोसेली। यो चाहिँ ललीको अचारबाट आएको हो। अनि यो थाहा छ यो कुन ठाउँबाट आएको? सुनसरीबाट आएको क्या। त्यही भएर म कोसेली भन्दा बेसी एक्साइटेड भइरहेको छु क्या ठाउँ सुनेर क्या। यो मेरो ठाउँबाट आएको सायद यो कान्छी चोकमा छ होला। सुनसरी भनेपछि मेरो जिल्ला हो। अनि म यो नखोली नखाइकन भन्न सक्छु कि यो एकदमै मिठो छ भनेर। बाहिर पनि एकदमै मजाले प्याकिङ थियो। अनि खोल्न टाइम लाग्छ भनेर चाहिँ काटिसकेको छु। हेरौँ न के छ। बस आइसक्यो। नामै ललीको अचार हो। स्योर अचार छ। मासुको अचार। यो चाहिँ बफ रहेछ। यो बफ। यो भेज अचार टिमुर यसरी लेख्नु भएको हुँदो रहेछ। ललीको अचार। एन्ड देन प्राउन। ओइ मासुको अचार छ। भेज नन भेज छुट्याएको हुँदो रहेछ। प्राउनको अचार। यो मैले आजसम्म खाएको छैन। चिकन किमा अचार। हाँ? ओइ त्यस्तो पनि हुन्छ? देख्नुहोस् सुनसरीमा के हुन्छ। पाङ्ग्राको अचार। यो पनि खाएको छैन। पाङ्ग्राको चिकन अचार। ओए कस्तो कस्तो नखाएको अचार पक्रिनु म ट्राई गर्छु। सुरु गरौँ चिकनको अचारबाट। किनभने मैले धेरैवटा चिकनको अचार खाइसकेँ अनि मलाई थाहा भइसकेको छ कि चिकनको अचार कस्तो हुनुपर्छ भनेर। साइज एकदम ठिक्कको छ। पर्फेक्ट छ चिकन अचार। मिठो। अनि म एक्साइटेड चाहिँ यो पाङ्ग्रा अनि यो किमाको अचार क्या। चिकन किमाको अचार। यो ब्राउन। यो चाहिँ टिमुरको छुप भयो। टिमुरको अचार। टिमुर पनि ट्वाक्कै छ। अब खाम प्राउनस। यो चाहिँ प्राउन हो। मैले सानो माछाको अचार चाहिँ खाएको थिएँ। मिठो छ। त्यस्तो स्मेल हुन्छ नि त। कतिलाई माछाको गन्ध आउँछ। पर्फेक्ट। अब खाम पाङ्ग्रा। पाङ्ग्रालाई चाहिँ कतिले जाते भन्नुहुन्छ। हाम्रो पूर्वतिर चाहिँ जाते भन्छौँ। पाङ्ग्रा आफ्नो नाम हुन्छ। मामसँग चिउरासँग पर्फेक्ट यार। मिठो। यस्तो मिठो भयो पाङ्ग्राको पनि। अब आयो चिकन किमाको अचार। चिउरासँग पनि बबाल हुन्छ अरे। म त फेरि 1 महिनाको लागि खाजा सेट पाइसकेँ। मलाई बस माम र चिउरा भइपुग्छ। मिठो बबाल। थ्याङ्क यू सो मच ललीको अचार। यदि हजुरहरूलाई पनि अचार प्रेमी हुनुहुन्छ, अचार मनपर्छ भने चाहिँ ललीको अचारलाई सम्झिनु होला। सुनसरीको एकदमै मिठो हुन्छ। बवाल छ।